आउनुभएको सम्पूर्ण फ्यामिलीहरूलाई म शेखर कुमारलाई एकेसी तर्फबाट धेरै धेरै नमस्कार। अनि हाम्रो उपस्थित जजहरूलाई पनि नमस्कार। हामीले पहिलो कुरो बुझ्नुपर्ने भनेको तपाईँहरूले यति न्यानो माया र जुन सपोर्ट गर्नुभएको छ नि आफ्नो बालबच्चालाई, यसको उपलब्धि चाहिँ हामीले पछि देख्छौँ क्या। योभन्दा अगाडि पनि डिएसएम परिवारमा जोडिएर मेरो छोरी श्रेजु उहाँले पनि पार्टिसिपेट भएको थिएँ। अनि मैले पनि यसै गरी हेल्प गर्दै गएँ। अहिले चाहिँ उसलाई चाहिँ एउटा इन्करेज हुन्छ नि, हामीले प्यारेन्ट्सले गर्नुपर्ने मोटिभेसन, उनीहरूलाई साथ, उनीहरूलाई सपोर्ट हामी प्यारेन्ट्सै हो। हामीले चाहिँ यस्तो कुरामा चाहिँ कमाएको पैसा खर्च गर्ने अरूभन्दा पनि। अनि यो डिएएसएम सुपरस्टार भनेको चाहिँ वान अफ द बिगेस्ट प्लेटफर्म हाम्रो चाहिँ समारी इन्टरनेसनलले जुन नेपालमा लिएर आएको छ। डिएएसएम भन्नाले के भने डान्सिङ, एक्टिङ, सिङ्गिङ अनि मोडलिङ, यो क्याटेगोरीमा चाहिँ नेपाल मात्र नभएर यसले चाहिँ इन्टरनेसनल रूपमा अब जाँदैछ चाँडै। जुन चाहिँ एलएमा युनाइटेड स्टेट अफ अमेरिकामा यिनीहरूले गर्दैछ, त्यो चाहिँ वान अफ द बिगेस्ट नै हो। हामी नेपाली सबैले गर्व गर्नुपर्छ। आफ्नो बालबच्चाले चाहिँ एउटा इन्टरनेसनल रूपमा गएर आफ्नो बालबच्चाले जुन उनीहरूले आफ्नो प्रस्तुति दिन्छन् त्यसको लागि हामी सबैले गौरव गर्नुपर्छ। अनि सबैभन्दा हाम्रो महत्त्वपूर्ण कुरा भनेको चाहिँ भाइ बहिनी नै भोलिको भविष्य हो। हाम्रो देश